के तपाईँलाई थाहा छ मलमासमा कुन कुन काम बिर्सेर पनि गर्नु हुँदैन? यस वर्ष 2083 जेठ 3 गतेदेखि असार 1 गतेसम्म मलमास पर्न गइरहेको छ। हिन्दू पञ्चाङ्ग अनुसार सौर्य वर्ष 365 दिनको हुन्छ र चन्द्र वर्ष 354 दिनको हुन्छ। प्रत्येक वर्ष सौर्य र चन्द्र वर्षको बिचमा 11 दिनको फरक पर्दछ। यसरी फरक पर्न गएको समयलाई समायोजन गर्न हरेक 32 महिना 16 दिनपछि एउटा अतिरिक्त महिना थप हुन्छ, जसलाई मलमास वा अधिक मास भनिन्छ। अधिक मास भगवान विष्णुको अति प्रिय महिना भएकोले यसलाई पुरुषोत्तम मास पनि भनिन्छ। मलमासमा फलको आशा राखेर गरिने शुभ कार्यहरू अर्थात् काम्य कर्महरू बिल्कुल गर्नु हुँदैन। जस्तै नयाँ घर निर्माणको शुभारम्भ गर्ने कार्य, गृह प्रवेश, ठुला यज्ञ वा अनुष्ठान, विवाह, व्रतबन्ध, चूडाकर्म, अन्नप्रसान्न, नयाँ घर वा नयाँ गाडी खरिद गर्ने कार्य, कुनै व्यापार व्यवसायको सुरुवात आदि शुभ तथा माङ्गलिक कार्य गर्न वर्जित मानिन्छ। मलमासको अवधिमा दैनिक रूपमा गरिने पूजाआजा, सन्ध्यावन्दन र श्राद्धका कार्य गर्नुहुन्छ। मलमासमा जप, आध्यात्मिक चिन्तन, धर्मशास्त्रको अध्ययन, श्रीमद् भागवत गीताको पाठ र विष्णु सहस्र नामको पाठ गर्नु अति उत्तम मानिन्छ। यस्तै यस समयमा गरिब तथा असहायहरूलाई अन्न तथा वस्त्रको दान गर्नु उत्तम हुन्छ। एउटा रोचक कुरा, नवविवाहित दम्पतिका लागि पहिलो पटक मलमास परेमा पति पत्नीसँगै बस्न नहुने र दुलै माइत जानुपर्ने सामाजिक परम्परा रहेको छ। धर्मशास्त्र अनुसार मलमास सांसारिक भोगभन्दा पनि आध्यात्मिक उन्नतिको समय हो। त्यसैले यो महिना दान पुण्यका काम गर्नुको साथै भगवानप्रति भक्ति, आराधना र आत्मशुद्धिको काम गर्नु अति उत्तम मानिन्छ। भिडियो जानकारीमूलक लागेमा लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सनुहोला। जय श्री राम।